साउनको पहिलो सोमबार व्रत बस्ने तपाईँ हामीले कसरी व्रत बस्नु पर्दछ, कसरी पूजा गर्नु पर्दछ। यदि तपाईँ व्रत बस्न सक्नु भएन भने, जस्तै हजुरहरू कति परदेशमा हुनुहुन्छ, सबैजनालाई पुरा नियमपूर्वक व्रत बस्न सम्भव पनि नहुन सक्छ। कति रोगी हुनुहुन्छ, विभिन्न समस्यामा हुनुहुन्छ, असहाय हुनुहुन्छ, बालबालिका, वृद्ध, सबैले भगवान शिवजीको कृपा आशीर्वाद प्राप्त गर्नका लागि, घरमा शुभ भाव्य होस् भन्नका लागि व्रत बस्न सक्नुहुन्छ। अनि तपाईँ हामी व्रत बस्न सक्ने सामर्थ्यवानले पूजा कसरी गर्ने, के खान मिल्छ, के खान मिल्दैन, हजुरहरूका यी विभिन्न प्रश्नहरू कति छन्। अनि पहिलो सोमबारको दिन कसरी व्रतलाई आरम्भ गर्ने, कुन विधिले पूजा गर्नुपर्छ, यी सबै यसपालि समापन चाहिँ कहिले गर्ने, यो दुविधा पनि हजुरलाई धेरैजनालाई हुनसक्छ। किनकि अस्त ग्रहको कारणले गर्दा कुन विधिले कसरी समापन गर्ने भन्ने कुरामा अलमल्ल हुनुहुन्छ। यति मात्रै होइन, हजुरहरू नयाँ व्रतालु हुनुहुन्छ। कतिजना नयाँ व्रतालुले यसपालि व्रतको सुरुवात गर्ने कि नगर्ने, कति बजे भगवान शिवजीको पूजा गर्न राम्रो हुन्छ, अनि भगवान शिवजीको पूजा कता फर्केर गर्नुपर्दछ, भगवान शिवजीको पूजा गर्ने मन्त्र के हो, पुरुष वर्गले कुन मन्त्रको प्रयोग गर्न मिल्छ, शिव पुराण अनुसार अनि आमा दिदीबहिनीले कुन मन्त्रको प्रयोग गर्दा विशेष राम्रो हुन्छ, यो जानकारी म दिनेछु। भगवान शिवजीको पूजा गर्नुभन्दा अगाडि केही कुराहरूको ध्यान पुर्याउनु पर्छ। केही नियम रहेको छ, केही विधि रहेको छ। यसका बारेमा पनि हजुरहरूले बुझ्न सक्नुहुन्छ। किनभने व्रत नै बस्न सक्नु भएन भने म पूजा मात्रै गर्छु, केही नियमलाई फलो गर्छु भन्नेहरूका लागि पनि भगवान शिवजीको कृपा राम्रो हुन्छ। भगवान शिवजी कृपाको लागि तत्पर हुनुहुन्छ। विशेष हजुरहरूले पोहोर परारदेखि व्रत बसिराख्नु भएको थियो अथवा छ भने पोहोरको व्रतालुले थालनी गर्नुभएको थियो भने यसपालि के गर्ने, बृहस्पति अथवा गुरु अस्त पनि भएका कारणले यसपालि धेरैजना अन्यलमा परेर प्रश्न सोधिराख्नु भएको छ। हामीले शास्त्रको वचन मानेर अगाडि बढ्नुपर्छ। मैले जहिले पनि भन्ने गरेको छु, शास्त्र सम्मत हजुरहरूको वचन मान्नुहुन्छ भने यो भिडियो हजुरहरूका लागि उपयोगी छ। शास्त्र मान्नुहुन्न भने चाहिँ मनोमानी गर्नुहुन्छ भने यो तपाईँको लागि यो भिडियो होइन। शास्त्रको वचन मानौँ, सबै कुरा हामीलाई राम्रो हुन्छ, नभए हामीलाई फल उल्टो पनि त मिल्न सक्दछ। यो भिडियो हजुरहरूले पछि नभेटाउन सक्नुहुन्छ। कतिजनाले गुनासो आउँछ, गुरुजी भिडियो लगाउनु भएको थियो, एकचोटि सुन्यो, त्यहाँबाट भेट्न पाइएन भन्नुहुन्छ। फेसबुकतिर सेयर गरिराख्नु होला, ज्ञान बाँडे पुण्य मिल्छ। त्यस्तै अन्यलमा अरू पनि भक्तहरू पर्न सक्नुभएको छ भने उहाँहरूलाई विभिन्न ठाउँमा सेयर गरिदिनु होला। अरूले पनि जान्नुहुन्छ र राम्रो पनि हुन्छ। हजुरहरूले कमेन्ट बक्समा हर हर महादेव, ओम नमः शिवाय लेख्दा पनि हातले शोभा पाउनेछ। म दामोदर कौशिक, तपाईँ सबैलाई स्वागत छ। च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने गरिराख्नु होला। हामीले अब यो श्रावण महिनाभरि भगवान शिवजीको भक्ति पूजाका बारेमा केही कथा, केही मन्त्र अनि केही रुद्री पाठ पनि यसै च्यानलबाट राख्दै अगाडि बढ्नेछौँ। जुन श्रावण मात्रै हजुरहरूले केही पनि गर्न नसक्दाखेरि सुन्दा पनि त्यो फल प्राप्त हुन्छ। भगवान शिवजीको कृपा मिल्दछ। केही प्रश्नहरू भए हजुरहरूले कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। हामीले अरू भिडियोमा उत्तर दिने प्रयास गर्नेछौँ। यसरी विभिन्न प्रश्नहरू समेटेर ल्याउनेछौँ। आदरणीय भक्तहरू, श्रावण महिनामा भगवान शिवजीलाई यति धेरै प्रिय किन छ, अलिकति यो कुरा बुझिराख्नुहोला। पहिले शिव पुराण अनुसार जब देवता र असुरहरू मिलेर समुद्र मन्थन गरिरहेका थिए, त्यहाँबाट भयानक कालकूट विष निस्किएको थियो। सृष्टिलाई बचाउन भगवान शिवजीले त्यो विष पान गर्नुभयो। विषको रापले उहाँहरूको कण्ठ, घाँटी निलो भयो, शरीरमा अत्यन्तै डाहा भयो, पीडा भयो। भगवानलाई शीतलता प्रदान गर्न सम्पूर्ण देवी देवताले यसै श्रावण महिनामा शिवजीलाई शीतल जल र गाईको काँचो दुधले अभिषेक गरेका थिए। र तपाईँ हामीहरूले पनि यस नियमलाई अगाडि बढाइराखिरहेका छौँ। हाम्रो दुःख कष्ट
हाम्रो भयबाट भगवान शिवजीले मुक्ति गराउनुहुन्छ अथवा गराइरहनु भएको छ। हेर्नुहोस्, उहाँले आफ्नो पीडा लिनुभयो र हामीलाई शीतलता प्रदान दिनुभएको छ। त्यसैले हामीले त्यही मानेर भगवान शिवजीलाई केही शीतल जल अर्पण गर्छौँ। यो महिनामा भगवान शिवजीलाई हजुरहरूले एक ग्लास, एक आङ्खोरा भए पनि, एक लोटा भए पनि जल मात्रै चढाउँदाखेरि पनि भगवान शिवजी अत्यन्त प्रसन्न बन्नुहुन्छ। सम्भव भए जलधारा प्रिय शिव यसरी भनिएको छ, अथवा भगवान शिवजीलाई जलधारा अत्यन्त प्रिय मानिन्छ। श्रावणको व्रत आफ्नो आफ्नो देशमा क्षेत्रअनुसार विभिन्न तरिकाले बस्ने गरिएको छ। खान हुने नहुने कुरालाई चाहिँ विशेष ध्यान पुर्याएर अगाडि बढ्नुहोला। शुद्ध भएर अगाडि बढ्नु पर्दछ। तपाईँहरूले बुझ्नुभयो, पहिलो सोमबार साउन 4 गतेबाटै म व्रत लिन्छु पनि भन्न सक्नुहुन्छ, 18 गतेबाट व्रत लिन्छु पनि भन्न सक्नुहुन्छ। यसरी व्रत बस्दै गएर श्रावण शुक्ल पूर्णिमासम्म पनि हजुरहरूले व्रतलाई अगाडि बढाउन सक्नुहुन्छ भने यो अझै धेरै राम्रो हुन्छ। होइन, म गतेका अनुसार व्रत बस्दछु भन्नुभयो भने पनि यसपालि साउनको 31 गतेसम्म व्रत बस्छु पनि भन्न सक्नुहुन्छ। तर गते अनुसार व्रत बस्नेहरूले यसपालि श्रावणको 25 गते सोमबार साँगे गर्छु भन्न चाहिँ पाउनुहुन्न, किनभने हाम्रो 24 गतेसम्म बृहस्पति अस्त, त्यहाँबाट उता 3 दिन सुतक भनेर विभिन्न तरिकाले बार्ने गर्दछौँ। त्यस पछाडि व्रतको साङ्गे चाहिँ गर्न सक्नुहुन्छ। त्यस पछाडिको श्रावणको अन्तिममा पनि व्रतको साङ्गे गर्न सक्नुहुन्छ। 1 गते पनि गर्न सक्नुहुन्छ, 18 गते पनि गर्न सक्नुहुन्छ। तर हजुरहरूले चन्द्रमास अनुसार 18 गते सोमबारबाट व्रत बस्दै हुनुहुन्छ भने चाहिँ पूर्णिमासम्म पुर्याउन सक्नुहुन्छ, अथवा भदौको 8 गते सोमबार पनि व्रतको समापन गर्न सक्नुहुन्छ। अब भदौमा पनि साउनको व्रत हुन्छ र भन्ने तर्कहरू हजुरहरूको हुनसक्छ। हाम्रो श्रावण शुक्ल पक्ष भदौको 12 गते मात्रै सकिन्छ। यति कुरा बुझिराख्नु होला। यति बुझिसकेपछि भइगयो। धेरै चिन्ता नलिनु होला। आफ्नो परम्परा, आफ्नो ठाउँअनुसार हजुरहरू अगाडि बढ्न सक्नुहुन्छ। शास्त्र सम्मत तरिकाले हजुरहरूले यसरी व्रत पनि बस्न सक्नुहुन्छ। हजुरहरूले एउटा प्रश्न धेरैभन्दा धेरै सोच्दै हुनुहुन्थ्यो, घरमा शिवलिङ्ग राखेर पूजा गर्न हुन्छ कि हुँदैन? हामीले त घर बाहिर राखेर पूजा गर्दैछौँ, फलानु गुरुले त घरभित्र राख्नु हुँदैन भनेर प्रश्न गर्नुभएको छ। भक्तजनहरू, उल्टो कर्म गर्नाले उल्टो नै परिणाम हुन्छ, त्यो फल मिल्न सक्छ। हजुरहरू भ्रममा नपर्नुहोला। शिवपुराणको विदेश्वर संहितामा प्रष्ट लेखिएको छ कि गृहस्थहरूले घरभित्र नै बुढी औँला अङ्गुष्ठ बराबरको नर्मदेश्वर शिवलिङ्ग राखेर मजाले पूजा गर्न सकिन्छ। मिल्छ मात्र होइन, हामीले दैनिक रूपमा भगवान शिवजीको गर्नै पर्दछ। हामीलाई धेरै राम्रो हुन्छ। घर परिवारमा सभ्य फाव्य आदि हुन्छ। स्वास्थ्य र व्यस्तताका कारणले व्रत नै बस्नु सक्नु भएन भने पनि दैनिक रुद्री पाठ श्रवण गर्नुहोला। हामीले यसै दामोदर कौशिक युट्युब च्यानलबाट रुद्री पाठ पनि अनेक स्तोत्रहरू राखेका छौँ, कथा सुन्नुहोला। विशेष बिहान, दिउँसो, बेलुका 3 टाइम हजुरहरूले रुद्री पाठ श्रवण गर्नुहोला। हजुरहरू परदेशमा हुनुहुन्छ भने व्रत बस्न सक्नु भएन भने पनि रुद्री पाठ श्रवण गर्न सकिन्छ, कथा श्रवण गर्न सकिन्छ। यसरी अगाडि बढ्दा कृपा मिल्छ। अब कुरा गरौँ व्रतको थालनीको बारेमा। यसपालि बृहस्पति गुरु अस्त भएकोले गर्दा जसले जीवनमै पहिलोपल्ट व्रत सुरु गर्दै हुनुहुन्छ, अरू कुरा छोडिदिनु। त्यति बेला पहिले अगाडिका समयमा व्रतहरू बस्नुभएको थियो साउन महिनाको भने मजाले यो महिनामा व्रत बस्दा फल मिल्छ। तर जीवनमै कहिले बस्नुभएको छैन सोमबारको व्रत अथवा साउनको सोमबारको व्रत पहिलोपटक बस्दै हुनुहुन्छ भने चाहिँ 16वटा सोमबार अनि साउनको व्रत सुरु भरसक नगर्नुहोला। उहाँहरूले नयाँ सङ्कल्प, नयाँ व्रतको सङ्कल्प नथाल्नुहोला। शास्त्रमा गुरु अस्त र शुक्र अस्तमा काम्य व्रत सुरु गर्न निषेध गरिएको छ। तर जसले गत वर्षहरूदेखि व्रत बस्दै आउनु भएको छ, पहिलेका वर्षहरूमा अगाडिका व्रतहरू बस्दै आउनु भएको छ, बिचमा छोड्नु भएको थियो, अनि फेरि यहाँबाट बस्न सक्नुहुन्छ। मजाले व्रत बस्न सकिन्छ, फल पनि मिल्छ, रोक्नु पर्दैन। नयाँ व्रतालुले पनि व्रतको सङ्कल्प नलिएर सङ्कल्पपछि नलिई साउनभरि चोखो नितो बस्छु र म भगवान शिवजीको पूजा गर्छु, व्रत बस्छु भन्दा मिल्छ। तर कामनाको हिसाबले सङ्कल्प लिएर बस्न चाहिँ
मिल्दैन। यसरी अगाडि बढ्दाखेरि भगवानको कृपा मिल्छ। व्रतको थालनी कहाँ र कसरी गर्ने त भन्दा हजुरहरूले श्रावणको पहिलो सोमबार मन्दिर गएर विशेष भगवानको पूजा गर्न सक्नुहुन्छ। व्रतको थालनी गर्न सक्नुहुन्छ। घरमै पनि हजुरहरूले थालनी गर्न सक्नुहुन्छ। मन्दिर जाँदा पुरानो व्रतालुहरूले गौदान गरेर गुरुहरूबाट सङ्कल्प गराएर व्रत अवस्था राम्रो हुन्छ। यदि मन्दिर जान सक्नु भएन भने आफूले घरमै हातमा जल्ती कुश लिएर नभए दुबो राखेर सङ्कल्प गर्न सक्नुहुन्छ। म फलानु ठाउँमा बस्ने फलानु गोत्रको फलानु नाम गरेको व्यक्तिले आजदेखि भगवान शिवजीको कृपा प्राप्त गर्न यसरी व्रत बस्दैछु, यो खाएर यो अथवा यो नखाएर भनेर सङ्कल्प गरेर त्यो भगवानको छेउमा छोडिदिनु। सङ्कल्प भन्न आएन भने आफूले मनमा मानेका गुरुहरूलाई फोन गरेर भए पनि सङ्कल्प पढ्न लगाउँदा पनि हुन्छ। विदेशमा बस्नेहरूले पनि गुरुबाट आजभोलि त अनलाइनका माध्यमबाट विभिन्न सिस्टमहरू छन्, मजाले सङ्कल्प त्यहाँबाट पनि पढिदिँदा भइहाल्छ, सकिहाल्नुहुन्छ। गुरुहरूको पनि त्यसरी नै व्रत बस्न सक्नुहुन्छ। व्रत बस्दा सुरुमा गौदान गरेर व्रत बस्नु अझ राम्रो हुन्छ। मन्दिर गएर गुरुलाई भन्नुहोला गोदान गर्नको लागि सम्भव भएन भने घरमै पनि हजुरहरूले दुनामा पैसा राखेर जल कुश राखेर गौदान सम्झेर आफूले सङ्कल्प गर्नुहोला। त्यो दुना भगवानको छेउमा राखिदिनु होला। पछि गौदान आफ्ना गुरुहरूलाई पुर्याइदिन सक्नुहुन्छ। अब आउनुहोस् पूजा कसरी गर्ने त भन्दा एकदमै ध्यान दिएर सुन्नुहोला। सोमबारको व्रत बस्नाले आइतबारदेखि नै शुद्ध रहने प्रयास गर्नुपर्छ। आइतबार एक साग सात्विक भोजन गर्नुपर्छ। लसुन प्याज मद्य मांस आदिको उपभोग गर्न हुँदैन। विशेष बेलुका फलाहार गर्न, ब्रह्मचर्यमा रहन, रात बिताउने शारीरिक नियम पनि छन्। व्रतको सङ्कल्प लिनेहरूले 1 महिनासम्म कपाल नकाट्ने, हजुरहरूले पुरुष वर्ग हुनुहुन्छ भने दारी पनि काट्न भएन, नकाट्ने, दिउँसो व्रतको समयमा सुत्नु हुँदैन, यी नियमहरू छन्। भोलिपल्ट सोमबार बिहान ब्रह्म मुहुर्तमा उठेर शौचादि कर्म गरिसकेपछि स्नान गर्ने। स्नान गर्दा हे भगवान म बाह्य र आन्तरिक शुद्धिका लागि स्नान गर्दैछु, मलाई पवित्र बनाइदिनु होला भनेर स्मरण गर्ने। स्नान पछाडि शुद्ध वस्त्र धारण गर्ने। सेतो अथवा पहेँलो अथवा राता रङहरूका कपडा लगाउने, नीलो र कालोहरू नलगाउनु होला। दिदीबहिनीहरूले रातो साडीहरू पनि लगाउन सक्नुहुन्छ। भगवान शिवजीको पूजा गर्दा सादा कपडा रहेर आफ्नो भक्तिलाई चाहिँ श्रृङ्गार गर्नु राम्रो हुन्छ। धेरै तडक भडक देखाउनु राम्रो हुँदैन। अब निधारमा भस्म त्रिपुण्ड मजाले देखिने गरी चन्दन त्रिपुण्ड अथवा 3 धर्का स्पष्ट देखिने गरी लगाउनुपर्छ। गलामा रुद्राक्षको माला लगाउनुपर्छ। विशेष अनि पूजाको लागि तयारी आफू पूर्व उत्तर फर्केर बस्ने, आफ्नो दाहिनेतिरबाट दियो कलश गणेश स्थापना गर्ने, श्रृङ्गार गरेर राख्नुहोला। दियो कलश गणेश मुनिपट्टि चामलको आसन दिएर त्यसमाथि अगाडिपट्टि पानी बग्ने भाग उत्तर फर्काएर शिवजीको शिवलिङ्ग राख्न सक्नुहुनेछ। माटोको पार्थिव शिवलिङ्ग बनाएर पनि हजुरहरूले पूजा गर्न सक्नुहुन्छ। विशेष पञ्चामृत, दुध, दही, घिउ, मह, सक्खर तयार गर्नुहोला। अर्घ्यका लागि थोरै दहीमा जल, कुश, तिल, जौ, चन्दन, सर्स्यौँ फुल राख्न सक्नुहुन्छ। बेलपत्र, धतुरो, भस्म, फलफुल भगवानलाई चढाउनका लागि टिक्क बनाउनु होला। अब हजुरहरूले स्थापना गर्नुभयो अथवा आफूले नित्य पूजा गर्ने ठाउँमा जहिले स्थापना गर्नुभएको छ त्यहीँनिर पूजा गर्न सकियो भयो। 1 नम्बरमा अब दियो सल्काएर सल्काइसकेपछि हात धुने। सुरुमा भगवान गणेशलाई दुबो, चन्दन, फुल, अक्षता चढाएर ध्यान गर्ने। हातमा कुश जल लिएर अघि भने जस्तै सङ्कल्प गर्ने। म फलानु ठाउँमा बसेर फलानु गोत्रको फलानु गोत्रकी आजको दिनदेखि यसरी व्रत बस्दैछु है भनेर सङ्कल्प गर्ने। ती छेउमा छोडिदिने। तिलानी बनाउने, तिलानीले अभिषेक गर्ने होइन। चन्दन अक्षता लिएर ओम दीप नारायणाय नमः भन्नु। कलशको पूजा गर्ने, विशेष कुशको आसन दिने। त्यस पछाडि बरुडाय नमः ओम कलशाय नमः भनेर पूजा गर्ने। जसरी दियोको पूजा गर्नुभयो त्यसरी नै कलशको पूजा गर्न सक्नुहुन्छ। अब भगवान श्री गणेशको पूजा गर्ने। ओम गणेश कुमारलाई सम्झेर आह्वान गरेर चन्दन अथवा केही चन्दन, सीता पुष्प, धूप दीप नैवेद्यले पूजा गर्ने। शिवजीको अगाडि
वाहन नन्दीलाई सम्झेर ओम नन्दीश्वराय नमः भनेर पूजा गर्ने। पश्चिमपट्टि पूजा गर्न सक्नुहुन्छ नन्दीश्वरलाई सम्झेर। नागलाई स्मरण गर्ने ओम अनन्ताय नमः नागाय नमः भनेर माता पार्वतीलाई पनि पूजा गर्न सक्नुहुन्छ। साथै शिवजीको गणलाई वरिपरि पूजा गर्न सक्नुहुन्छ। अनि चढाउने आसन दिने कुसको फुल चन्दन सीता राखिदिने। सेतो अक्षता सेतो फुल चढाउने। पहेँलो फुल राख्दा पनि शिवलिङ्गमा हुन्छ। र अब शिवलिङ्गमा रातो सिन्दुर आदि नचढाउनु होला। सेतो चन्दन भस्म चढाउनु राम्रो हुन्छ। अब भगवान् शिवजीलाई कसरी पूजा गर्ने त भन्दा शिवजीलाई सबैभन्दा पहिले ध्यान गरेर बेलपत्र चढाउने अथवा पुष्प चढाउने। आह्वान गरेर जलको छिड्काव दिने। कुशको आसन राखिदिने। त्यस पछाडि सेतो अक्षता सेतो पुष्प लिएर पूजा गर्ने। शिवलिङ्ग सकेसम्म रातो नचढाउनु होला। त्यस पछाडि पाद्यम अर्घ्यम गर्ने अथवा दुधले स्नान गराउने। शुद्ध जलले दहीले स्नान गराउने। फेरि शुद्ध जलले स्नान गराउने। घिउले स्नान गराउने। शुद्ध जलले स्नान गराउने। महले स्नान गराउने। फेरि शुद्ध जल चढाउने। अनि सक्कर अथवा चिनीले स्नान गराउने। फेरि शुद्ध जल चढाउने। अनि रुद्राभिषेक गर्न हजुरहरूले जलधारी राखेर मजाले पानी त्यहाँ नेरा दुध दही घिउ मह सक्कर मिसाएर पानी साँधेर भगवान् शिवजीलाई रुद्राभिषेक गराउने। रुद्री पाठ पढ्न आउँछ भने पढ्ने, नभए पनि सुन्ने। त्यस पछाडि हजुरहरूले भगवान् शिवजीलाई अत्यन्त प्रिय बेलपत्र जसको 3 पत्ता छ सँगै जोडिएको छ धतुरो दुबो अनि चढाउन सक्नुहुन्छ। त्यस पछाडि चढाउने कुराहरू भए धूप दीप नैवेद्य देखाउने। हात धोएर नैवेद्य फलफुल चढाउने। दक्षिणा चढाउने। त्यस पछाडि कपुरले आरती गर्नुपर्छ। पुष्पाञ्जली गर्ने। क्षमा याचना गर्ने। ओम नमः शिवाय जप्नुपर्छ मन्त्रहरू। पुरुष वर्ग हुनुहुन्छ भने ओम नमः शिवाय भनेर पूजा गर्ने। महिला वर्ग हुनुहुन्छ भने ओम शिवाय नमः भनेर अथवा शिवाय नमः मात्रै भने पनि हजुरहरू महिला वर्गले पूजा गर्दा अझै राम्रो हुन्छ। मन्त्रको निरन्तर जप गरिरहनु होला। अन्त्यमा घरमा रुद्री पाठ बजाउने कुराहरू छन्, सुन्ने कुराहरू छन्। श्रावण महिनामा भगवान् शिवजीको पूजा कति बजे गर्ने? भगवान् शिवजीलाई त्रिकाल पूजा गर्न सकिन्छ, बिहान दिउँसो बेलुका। प्रदोषको साँझ समयमा भगवान् शिवजीको पूजाको धेरै ठुलो महत्त्व छ। 3वटै समयमा गर्न सकिन्छ, तर शास्त्रका अनुसार भगवान् शिवजीको पूजाको सबैभन्दा उत्तम समय भनेको प्रदोषकालको साँझ घाम अस्ताउने बेलामा हो। मध्याह्नकाल दिउँसोको समय हो। यो समयमा शिवजी अत्यन्त प्रसन्न मुद्रामा हुनुहुन्छ, कैलाशमा नृत्य गर्नुहुन्छ। हजुरहरूको पहिलो दिन नै को समयमा पूजा गर्नुभएको थियो, अन्त्य दिन पनि त्यही समयमा पूजा गर्नु राम्रो हुन्छ। अब रजस्वला महिनावारी भयो भने, जुठो सुतक आइपर्यो भने आफूले ठाडो व्रत उपवास बस्न सक्नुहुन्छ। मानसिक रूपमा भगवानको स्मरण गर्नुहोला। रजस्वला अनि सुतक जुठो भएको बेलामा भगवानको मूर्ति प्रतिमा छोएर भौतिक पूजा गर्न चाहिँ मिल्दैन। रजस्वला भएको छ भने 4 दिनसम्म पूजा गर्न मिल्दैन। 5औं दिनमा रक्तस्राव भइरहेको छैन भने आफूले सहित स्नान गरिसकेपछि भगवानको सेवा आराधना पूजा गर्न मिल्छ। त्यस पछाडि व्रतलाई अगाडि बढाउन सक्नुहुन्छ। छिटै चोखिने खालको जुठो सुतक छ भने हजुरहरूले चोखिएपछि आफूले व्रतलाई अगाडि बढाउनु होला। मानसिक रूपमा भगवानलाई सम्झिन चाहिँ सक्नुहुन्छ। अब व्रत बस्नेले के खाने के नखाने भन्ने बारेमा चर्चा गरौँ। भक्तहरू व्रतालुहरूका लागि शारीरिक मानसिक शुद्धि पनि विशेष महत्त्वपूर्ण हुन्छ। ब्रह्मचर्यको पालना गर्ने अनि खानेकुरामा लसुन प्याज मासु मदिरा यस्ता कुराहरू त्याग्नु पर्दछ। साउन महिनामा भान्टा गाजर तामा च्याउ लौका अनि कालो दाल मुला टमाटर जस्ता धेरै बिया भएका चिजहरू पनि नखानु होला। धेरै साग पनि श्रावण महिनामा किरा लाग्ने हुँदा विशेष खान निषेध गरिएको छ। यो स्वास्थ्यको हिसाबले पनि हो। यो के खान सकिन्छ के खान सकिँदैन। सोमबार निराहार पनि व्रत बस्न सकियो, नसके केही खानु होला, शुद्ध भोजन गर्नु होला। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो अवश्य पनि कमेन्ट गर्नुहोला। हामी यस्तै यस्तै भिडियो लिएर फेरि पनि आउने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। जय श्री राधे, जय श्री कृष्ण। कमेन्टमा हर हर महादेव।